नेकपा एमालेको झोले हो। प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, नेकपा एमालेका प्राय सबै नेताहरू र कार्यकर्ताहरूले केही दिन अगाडि म झोले हुँ भन्दै यस्तो पोस्टरहरू सोसल मिडियाहरूमा हालेका थिए। राजावादी आन्दोलन बढ्दै गर्दा एउटा परिवारको दास बन्नुभन्दा देश परिवर्तन र विकासको झोला बोकेर हिँड्छौँ भनेर ओलीले यो क्याम्पेन चलाएका थिए र यसैपछि नै एमालेसँग जोडिएकाहरूले आफूलाई म झोले हुँ भनिरहेका छन्। म कबुल गर्छु झोले हो, म यस देशका जनताको झोले हो। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नमा गर्व छ। अब देश परिवर्तन र विकासको झोला बोक्छु भन्नु नराम्रो होइन, तर एमालेले प्रयोग गरेको झोले शब्दलाई नेपालमा भने राम्रो अर्थमा लिँदैन। हुन त सिधा भन्नुपर्दा झोले भनेको झोला बोक्ने हो, तर नेपालमा कुनै एउटा व्यक्ति वा दलको पछाडि आँखा बन्द गरेर हिँड्ने व्यक्तिलाई बोलीचालीको भाषामा झोले भन्ने गरिन्छ। मतलब झोले भनेको यस्तो व्यक्ति हो जसले आफूले जसको झोला बोकेको छ उसको वाहवाही र जय जयकार मात्र गर्छ। उसले गरेको भ्रष्टाचार, अपराध र गलत काम जति सबैलाई आँखा चिम्लेर बेवास्ता गर्छ। अझ स्पष्ट भन्दा एउटा झोलेले कुनै दलको नजिक भएर दल वा त्यसका नेताहरूको स्वार्थ र निर्देशनमा काम गर्छ। कमन सेन्स वा राम्रो नराम्रो केही हेर्दैन, मात्र झोला बोकिरहन्छ। अनि यसको बदलामा झोलेहरूले दल र नेताहरूबाट बक्सिस अनि आशीर्वाद पाउँछन्। कर्मचारी हो भने सरुवा, बढुवा र नियुक्तिमा आशीर्वाद पाउँछन्। भ्रष्टाचार वा गल्ती गर्दा संरक्षण पाउँछन्। ठेकेदार हो भने ठेक्का पट्टा पाउँछन्। पत्रकार हो भने विज्ञापन, भ्रमण र भत्ताहरू पाउँछन्। यसरी हेर्दा यो देशमा झोले कल्चर वा झोले तन्त्र यसरी फैलिसकेको छ कि यहाँ सबै क्याटेगोरी र क्षेत्रमा झोलेहरू भइसकेका छन् अनि सबैका लागि मिल्ने काम र बक्सिस सिस्टमको व्यवस्था भइसकेको छ, जसले गर्दा राज्यको हरेक तह, हरेक प्रक्रियामा झोलेहरू हाबी भएका छन् र नेपालमा जो झोले हुन चाहदैन उसले यति दुःख पाउँछ कि कुरै नगर्नुहोस्। त्यसैले एमाले मात्र होइन, काङ्ग्रेस, माओवादी, राप्रपा लगायत हरेक दल अनि समूहका नेता र कार्यकर्ताहरूले म झोले हुँ भन्दा नेपालमा कुन कुन क्षेत्रमा राजनीतिक प्रभाव हुन्छ यो प्रश्न गर्नुको साटो हामीले नेपालको कुन चाहिँ क्षेत्रमा राजनीतिक प्रभाव हुँदैन भनेर कुरा गर्नु वा प्रश्न गर्नु उचित हुन्छ। किनभने नेपालमा यस्तो कुनै क्षेत्र छैन जहाँ राजनीतिक दलहरू र यसका नेताहरूको छाया नभएको होस्। अनि राजनीतिक प्रभावले गर्दा नै ती सबै क्षेत्रमा झोले तन्त्र छ, जस्तो डेमोक्रेटिक लयर्स एसोसिएसन, प्रगति पेशागत कानुन व्यवसायी सङ्गठन, आरपीएलए, एसपीएलए, एनडीएलए, यी सबै भनेको नेपालको राजनीतिक दल नजिक भएका वकिलहरूको सङ्गठन हो। यिनै वकिलहरू नै पछि गएर न्यायाधीश बन्ने हुन् र उनीहरू सुरुदेखि नै राजनीतिक दलमा लाग्न किन जरुरी छ भने न्यायाधीश जस्तो पदमा पनि राजनीतिक भागवण्डा हुने गर्छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले त एकपटक अन्तर्वार्तामा नै न्यायाधीश नियुक्तिका लागि दल र सरकारबाट लिस्ट नै लिएर आउने गरेको भनेर भनेकी थिइन्। ठुल्ठुला नेताहरूको लिस्टै तपाईँसम्म आइपुग्यो भनेर भन्ने चाहिँ व्यापक चर्चा राख्ने जरुरतै छैन। मैले तपाईँलाई भनिहालेँ, उनीहरूको लिस्ट बोक्ने उनीकै प्रतिनिधि छन्, मलाई किन दिनु पर्यो? बरु मैले उसँग लेखकसँग झगडा गरेँ, उनले आएर भने यो त तपाईँले हाम्रो पार्टीका यति मान्छे लिनु भएन। के लेखक हो यो? काङ्ग्रेस पार्टीको रमेश लेखक। म त्यति चिन्दिनँ पनि। उहाँ आउनुभयो र उहाँले के भन्नु भने होइन यो त तपाईँले गरिदिनु भएन, मेरो पार्टीमा ठुलो बुमर्याङ आउँछ। मैले भने तपाईँको